अर्को चाहिँ सबभन्दा ठुलो कुरो चाहिँ ग्रुपिजम भयो हजुर साहित्यमा है। जो ग्रुप भयो अन्त त्यो ग्रुपले आफ्नै ग्रुपलाई मात्रै मान्ने, अर्को ग्रुप नमान्ने। नमस्कार, सम्पूर्ण प्रतिबिम्बमा यहाँहरू सबैलाई न्यानो अभिवादन। आज समयलाई मैले यसरी चोरेर तपाईहरुको समक्षमा के राख्ने प्रयास गरिरहेको छु। सम्पूर्ण प्रतिबिम्बको आजको प्रस्तुति चियागफमा मैले जुन प्रतिभालाई निम्ताएको छु उहाँको परिचय दिइरहनु पर्ने आवश्यकता मलाई लाग्दैन। उहाँ स्वयं एउटा परिचय हुन् र विद्यार्थी कालदेखि नै आफ्नो साहित्यमा लागि परेका एउटा रङमाङ भलिका यस्ता प्रतिभा जसको अनुसरण गर्दै गर्दै धेरै भाइ बहिनीहरूले अघि बढ्ने मौका पाएका छन्। उहाँको मार्गदर्शनमा हामीले नै केही सिक्ने मौका पाएका हौं। उहाँ हुनुहुन्छ अति नै आदरणीय, खुबै मिठा कविताका कवि अनि गहकिला समालोचनाका समालोचक श्रीमान किशन प्रधानज्यू। र किशन प्रधानज्यू, तपाईलाई सम्पूर्ण प्रतिबिम्बमा हार्दिक स्वागत छ। नमस्कार, धन्यवाद। र तपाईले विद्यार्थी कालदेखि नै साहित्य लेख्दै आउनु भएको, आज पर्यन्त तपाईले लेखिरहनु भएको छ र आजको परिवेश र तपाईको त्यो सृजना गरेको परिवेशमा कतिको फरक छ त? अब कस्तो हुन्छ भने साहित्य लेखनको अब 90 को दशकतिर नै हो है। अब त्यति बेला लेख्दाखेरि अब कस्तो माहौल थियो भन्दाखेरि त्यो समयमा त अब यस्तो सोशल मिडियाहरू थिएन। भनौँ भने टिभी पनि भर्खर ब्ल्याक एन्ड व्हाइट आएको हैन। रेडियोहरू सुन्ने थियो र रेडियो प्रोग्रामहरू विशेष हामीले आकाशवाणी खरसाङको युवावाणी प्रोग्रामहरू गर्यौं, कविता वाचनहरू गर्यौं। सुरुमा कविता लेख्दाखेरि अब हामीले पाठ्य पुस्तकतिर पढेका है सिद्धहस्त कविहरूको कविताहरू पढेर ती कविताहरू कसरी रचिएका होलान् भन्ने कुरालाई मनन चिन्तन गरेर आफ्नो एउटा सिकारुकरमले मनमा जे जस्तो प्रकारको भावना आउँथ्यो त्यसलाई चाहिँ एउटा कवितात्मक आवृत्ति दिने काम चाहिँ हुन्थ्यो। तर परिवेश छ, तपाईले देखेको परिवेश र अहिलेको परिवेशमा कतिको चाहिँ फरक छ? त्यो त अब एकदमै कस्तो भन्दाखेरि आकाश पातालकै फरक छ नि। त्यो समयमा कस्तो थियो भन्दाखेरि कवि गोष्ठीहरू पनि एकदमै कम्ती हुने है, जमघट कम्ती हुने। पुस्तक विमोचन भन्ने त त्यति बेला हुँदै हुन्थेन, कहीँ पुस्तक विमोचनै भएन जहाँसम्म मलाई लाग्छ हाम्रो ग्रामीण परिवेशमा। त्यसले गर्दाखेरि अब अहिले त अब कस्तो भयो भनेदेखिलाई अब मोबाइलमै कविता डेली हामी कविता पढ्न पाउँछौँ हैन। राम्रा सर्जकहरू आइसकेका छन्। त्यो समयमा कविता लेख्नु भनेको निकै पसिना काट्नु नै थियो, परिश्रम धेरै निकै गाह्रो नै हुन्थ्यो र जो कोहीले कविता लेख्दैन पनि थिए, थोरैले मात्रै कविताहरू लेख्थे। अब अहिले त सबैले लेख्न सक्छ। मैले कतै पढेको थिएँ, पढिरहेको छु पनि, एक जग्गा लेखिएको थियो किशन प्रधानले साहित्यिक यात्रा गरेको 40 वर्ष नाघेछ। सत्य हो नि? 40 वर्ष झन्डै अब पुग्यो होला। किनभनेदेखिलाई मैले कविता लेखेको त 1983 सालदेखि नै हो है। 83, 84, 85, 86। 83 सालमा पहिलो कविता छापियो, त्यसपछि 84 सालमा धेरै पत्र पत्रिकातिर कविताहरू छापिएको छ। गभर्नमेन्ट कलेजको पाइन्स एन्ड क्यामिलासतिर मेरो कविताहरू छापिएको छ। दार्जिलिङबाट निक्लिने थुप्रै पत्र पत्रिकामा कविताहरू छापियो। 1985 सालदेखि त हामीले हाम्रो मेरो साथी वीरेन बन्धन र मैले एउटा त्यो आवाज साहित्यिक पत्रिकाले 4वटा अङ्क 88 सम्म निकाल्यौँ हैन। 86 मा गोर्खाल्यान्डको आन्दोलनले केही समय हामी स्थगित भयौँ। त्यसपछि त्यो लेखन कला त्यतिकै निरन्तर भएर नै आयो। अब त्यस हिसाबले हेर्यो भने 40 वर्ष सायद अब पुग्यो होला। नाग्यो पनि। तपाईले 83 सालमा प्रथम कविता प्रकाशित भएको भन्नुहुँदैछ। 83 सालमा म क्लास 3 मा पढ्दै रहेछु। अनि मैले देखेको अनुसार, मैले बुझेको अनुसार जति बेला हामीले साहित्य लेख्न सुरु गरेका थियौँ, हामी बामी सर्दै थियौँ,
त्यति बेला पनि कवि गोष्ठीतिर किशन प्रधानले कुर्सी बोकिरहेका हुन्थे। आज ह्युमरमा आएर पनि त्यत्तिकै नै यसमा कुर्सी बोकिरहेको हुन्छ। यो चाहिँ के हो? रमाइलो छ कुरा है, खुबै रमाइलो नि। कस्तो हो भने अब यो जीवनको निकै लामो है यात्रा निकै लामो भइसक्यो जस्तो लाग्छ अहिले पछि फर्केर हेर्दा। किनभने हामीले अब 80-84 सालदेखि नै कवि गोष्ठीहरू आयोजन गऱ्यौँ, साहित्यिक कार्यक्रमहरू आयोजन गऱ्यौँ होइन। त्यति बेला पनि हामीले अब व्यावहारिकले प्र्याक्टिकल्ली पनि हामी हातले कामै गऱ्यौँ नि त। त्यसले गर्दाखेरि अब त्यो एउटा बानी बस्यो। त्यसो हुँदाखेरि अहिले पनि अब मुख मात्रै चलाएर चाहिँ कुनै कार्यक्रममा एउटा आयोजक भइसकेपछि मुख मात्रै चलाउनु चाहिँ आफूलाई साह्रै उपयुक्त लाग्दैन। त्यसो हुँदाखेरि यसो चौकी मिलाउने, पर्दा मिलाउने है हातले आफैले गर्ने चाहिँ त्यो अहिलेसम्म बानी बसिरहेछ। वास्तवमा हेर्नु भने किशन प्रधानज्यूको यो आफ्नो बडप्पन पनि हो। अनि किशनज्यू तपाईँको समकालीन साथीहरू चाहिँ को होला? अब स्कुल पढ्दाखेरि मेरो पहिलो कविता छापिएको क्लास 10 मा पढ्दाखेरि हो है, 1983 मा। अब त्यति बेला हामी स्कुलमा पढ्दाखेरि त अब अहिले कविता लेखनमा हेर्ने भने हाम्रो गोपाल सुब्बा है राम्रो कवि, उनी हामीसँगै पढेका हुन्। वीरेन बमजन राम्रो कवि समालोचक, उनी अब अहिले नेपालतिर उतै बसाइसकेका छन्। त्यस्तो प्रकारले कतिजना अब गायकहरू भए, कतिजना गायिकाहरू भए, थुप्रै छन् साथीहरू। कलेज पुगेपछि चाहिँ हाम्रो साहित्यिक माहौल सुरु भयो। कलेजमा चाहिँ धेरैजना नै साथीभाइहरू हामीसँग जोडिएका हुन् है। त्यसमा अब जस्तै जय क्याक्टस हामीसँगै पढेको हो, उदय थुलुङ हामीसँगै हो कलेजमा है, केवल चन्द्र लामा हामीसँगै हो, सञ्जय बान्तवा है हामीसँगै हो। यस्ता धेरैजना राम्रा साथीभाइहरू जो अहिले अब साहित्यमा सिद्धहस्त बनिसकेका छन्, उनीहरू चाहिँ मेरा अब समकालीन साथीहरू। अलिकति म कुरा भनौँ है किशनज्यू। किशन प्रधान खुबै मिठा कवि, हामीले उहाँलाई नै पछ्याएर केही सिकेको हुन्। उत्तिकै खट्टी समालोचक पनि। अच्छा, यो समालोचक किशन प्रधानले कवि किशन प्रधानलाई कतै ओझल त पारेको छैन अहिलेको परिवेशमा? मजाको प्रश्न, राम्रो प्रश्न आयो है। अब कविता समालोचनातिर हात हालियो है, समालोचना लेख्न थालिसकेपछि पक्कै पनि कविताहरू पछाडिँदै जाँदो रहेछ, छोडिँदै जाँदो रहेछ। किनभने समालोचना लेख्नुलाई त अब धेरै अध्ययन मनन चिन्तन गर्नु पर्यो, अरूको कविहरूको कविताहरू पढ्नु पर्यो, कथा पढ्नु पर्यो, दुनियाँ कृति पढ्नु पर्यो। त्यो पढेर त्यो माथि लेख्नुको लागि फेरि थुप्रै कुराहरू पढ्नु पर्यो। त्यस्तो हुँदाखेरि आफ्नो कविताको सिर्जना चाहिँ बिस्तार ओझेल हुँदै जाँदो रहेछ। त्यसले गर्दाखेरि मेरो 2021 मा एउटा किताब निक्ल्यो। त्यहाँदेखि यता मेरो कविताहरू त बिस्तार साइडलाइन हुँदैछ। त्यो भनिन्छ नि, त्यो पहिला चाहिँ रहरले समालोचना गरिन्छ, अहिले चाहिँ करले अहिले चाहिँ कर पर्यो। अहिले कवि हो भन्दा पनि खेलेर समालोचकमै पुऱ्याउँछ नि। समालोचना गरिदिनुहोस् भनेर किताबहरू पठाउँछन् है, ठाउँबाट धेरै टाढातिरबाट आसामतिर पनि आइरहेछ। अहिले पनि थुप्रै किताबहरू छ मेरोमा, यो किताबमाथि यसो केही लेखिदिनुहोस् भन्नेहरू थुप्रै। अब त्यसो हुँदाखेरि त्यो कतिवटा किताबहरू माथि त लेख्नु पनि नसकिँदो रहेछ। किनभनेदेखिलाई त्यो अब आफ्नो त्यो मेलोमेसो अनुसार, समालोचनाको बाटो अनुसार कतिवटा कुराहरू चाहिँ त्यहाँ भेटिँदैन। त्यसो हुँदाखेरि कतिवटा कृतिहरूलाई चाहेर पनि समालोचना गर्नु नसकिने हुँदो रहेछ। र कतिवटा चाहिँ गरिँदै जाँदाखेरि अहिले अब यस्तै 1-2वटा समालोचना किताब पनि आइहाल्यो। किशन प्रधानज्यू भन्दा म धेरै जुनियर भएकोले गर्दा, तर उहाँहरूकै देखाएको बाटोमा हेर्दै गर्दा मैले बुझेअनुसार किशन प्रधानले कविताबाटै जीवनको यात्रा सुरु गरेको हुन्, साहित्यिक यात्रा। र एउटा प्रोग्राममा, एउटा कार्यक्रममा किशन प्रधान धेरै रिसाउनु भएको थियो, म पनि कवि हो, म पनि कविता पढ्नु पाउनुपर्छ। यता कविता पढ्नु रहर हुँदा पनि समालोचक भनेर उठाउँदाखेरि पसिदिँदाखेरि तपाईँलाई कता होइन, यस्तो हुँदो रहेछ नि त। अब कवि गोष्ठीमा है आफूले कविता पढ्नु पाइएन भने एक प्रकारको खिन्नता हुन्छ क्या। आफूलाई पनि आफ्नो कविता, आफ्नो सृजना चाहिँ सुनाउँ लाग्छ। अरूले पनि मेरो पनि कविताहरू सुनिदियोस् न भन्ने लाग्छ। कविता अरूको हामी सुन्छौँ होइन। त्यसो हुँदाखेरि अब धेरैजना कविहरूले कविता सुनाइसकेपछि आफूलाई पनि कविता पढ्ने, सुनाउने मन लाग्छ नि त। तर समीक्षा गरिदेऊ भन्छ। र त्यसो हुँदाखेरि धेरै मञ्चबाट त कविता पढ्नै पाइँदैन। अहिले पनि त्यस्तै स्थिति छ। त्यही स्थिति छ।
अनि मैले हेर्दै थिएँ किशन प्रधानको कविताहरूमा आफ्नो भौगोलिक क्षेत्रको धेरै सुगन्धहरू पाइन्छ, आफ्नो परिवेशको सुगन्ध धेरै पाइन्छ। यो सत्य हो नि? एकदमै पक्कै हो। आफ्नो ठाउँमा बसिसकेपछि जस्तो अब हामी चियाबारीमा बस्छौँ है, गाउँमा बस्छौँ होइन, एउटा ग्रामीण परिवेशमा बसेको हुनाले ग्रामीण जनजीवनमाथि त त्यसै पनि कविताहरू लेखिन्छ। अनि त्यो मनभित्रैबाट त्यो विषयवस्तुमाथि त कविता लेख्ने त्यो भावहरू आइहाल्छ है। अब चियाबारीमाथि पनि अब हामीले युगौँदेखिको यो चियाबारीमा बसेको, चियाबारीमा धेरै कुराहरू बितेर गइसके होइन, र त्यो कुराहरूमाथि पनि आउँछ। त्यसो हुँदाखेरि त हामीले आफ्नो परिवेशमाथिको कविताहरू त्यसै पनि लेख्नुपर्ने नै हुन्छ, लेखिन्छ पनि। तपाईँको कवितामा धेरै प्रतीक, बिम्ब र मिथहरू खेलाएको पाइन्छौँ। तपाईँले मिथलाई चाहिँ धेरै खेलाउनु भएको रहेछ। अनि अहिलेको पाठकहरू जुन छन् कवितादेखि टाढिँदैछ, त्यो तपाईँको बिम्ब, प्रतीक र मिथहरू नबुझ्नु पनि सकेको हुन्छ। यस्तोमा ती पाठकहरूलाई के भन्नुहुन्छ? होइन, यस्तो हुन्छ, कविता बुझ्नुको लागि पाठक अलिक सचेत भएर कविता पढ्नु पर्यो। किनभनेदेखिलाई अब अहिले त झन् एकदम तगडा तगडा कविताहरू लेखिँदैछ नि त होइन। प्राय प्रतीक बिम्बहरूको प्रयोग, मिथको प्रयोग गरेर नै अहिलेका कविहरूले त कविताहरू धेरै लेख्दैछन्। पहिला त त्यस्तो थिएन, थोरै मात्रामा मात्रै थियो। अब कविताको कन्टेन्ट के हो, पहिला त कन्टेन्ट बुझ्नु पर्यो है। कविले लेखेको कविताको कन्टेन्ट के हो, त्योभित्र खास त्यसको थिम के छ, त्यो थिम के छ, त्यसपछि त्यो पढ्दै जाँदाखेरि त लाइन बाई लाइन पढ्दै जाँदाखेरि त मिथक र बिम्ब प्रतीकको प्रयोग त कसरी भएको छ भन्ने कुरा त सचेत पाठकले त्यो कवितामा भेटिहाल्छ। त्यसमा कुनै असुविधा हुँदैन। अहिलेको पाठक पनि त्यत्तिकै अपडेट हुनु बहुत जरुरी छ। किनभने मिथ उहाँले प्रयोग गरेपछि त्यो मिथको कथा पनि बुझ्नुपर्ने हुन्छ, अर्थ बुझ्नुपर्ने हुन्छ। र किशनज्यू, तपाईँको यो कविताहरू जुन प्रकारले तपाईँले पस्किनु भएको छ, कतै कता पाठकहरू भङ्गालेको छैन? किन कता कता त उस्तै पाठकलाई बुझ्नै गाह्रो पर्नुहुन्छ नि। अब त्यो चाहिँ अब पाठकमाथि नै डिपेन्ड गर्छ। जस्तै अब हामी पनि कतिवटा कविताहरू पढ्छौँ नि होइन, कति कविताहरू बुझ्दैनौँ नि, नबुझिने कविताहरू पनि छ। अनि त्यो कविता चाहिँ किन नबुझिएको होला भन्ने पनि लाग्छ। दोहोऱ्याइ तेह्राइ पढ्छौँ है, र पनि कति कविता बुझिँदैन। तर पछिबाट त्यो कवितालाई बुझ्नुको लागि चाहिँ एकपल्ट होइन, दुईपल्ट होइन, धेरैचोटि पढ्नुपर्ने हुँदो रहेछ। धेरैचोटि पढ्दाखेरि चाहिँ अघि मैले भने नि होइन, कविताको थिम चाहिँ के चाहिँ हो, त्यो कविताभित्र के चाहिँ छ, गुड कुरा, निगुड कुरा चाहिँ के छ, त्यो कुरा चाहिँ बुझ्न सक्यो भने त कविता बुझ्न सकिन्छ। पाठकहरू कतिजना साधारण पाठकले कति कुरा बुझ्दैनन्। आम पाठकको लागि त कविता त धेरै टाढोको कुरा भइहाल्यो नि त है। तर अब साहित्यमा लागि परेका साहित्य साधक, साहित्य सिर्जना गर्ने साहित्यिक पाठकहरूको लागि त कविता साह्रै नबुझिने भन्ने त लाग्दैन। अनि हामी बाहिरको इलाका ईश्वरबाट कविता बुझ्छौँ, मनको कुरा बुझ्छौँ भने त कविता नबुझ्ने कुरै आएन। अनि मैले तपाईँको कविताहरू यसरी अध्ययन गर्दै जाँदाखेरि तपाईँको कवितामा कतै न कतै दार्जिलिङको माया देखेको। किनभने तपाईँको एउटा कविता कृति रहेको छ, दार्जिलिङको माया नै रहेको छ, दार्जिलिङको माया। पछिबाट दार्जिलिङको परिवेशहरू बदलिँदै गए अनि तपाईँको अर्को कृति आयो, जुनकेरीको उज्यालो र पाइतालाको गीत। जुनकेरीको उज्यालो केही समयको लागि छोटो जीवन छनिक एकदमै छ नि, अनि पाइतालाको भनेको शोषणको गीतहरू। भनेपछि यो साहित्य र राजनीति एउटै सिक्काको दुईवटा पाटा हुन् त। त्यसरी बुझ्न सकिन्छ। साहित्य र राजनीति त सधैँ प्यारलाल हुन्छ नि त है, प्यारलाल भएर हिँडिरहेको हुन्छ नि त। त्यसले गर्दाखेरि हामीले त्यसरी पनि हेर्न सक्छौँ, साहित्य र राजनीतिलाई एउटा सिक्काको दुई पाटा हो भनेर पनि हामी लिन सक्छौँ। किनभनेदेखिलाई साहित्यलाई राजनीतिले पनि कहीँ कतै ठाउँमा कहिले काहीँ त अतिक्रमण गरिराखेकै हुन्छ भनेदेखिलाई राजनीतिलाई पनि साहित्यले अथवा साहित्यकारहरूले कुनै न कुनै एङ्गलबाट त अतिक्रमण गरिराखेकै हुन्छ। एकदम एउटा कविताको
सानो पङ्क्ति म यहाँ सुनाउँदैछु हजुरहरूलाई। दार्जिलिङको गीत त धेरै गायौ, माया र ममताको गीत पनि गायौ, अब अबको तिम्रो छोराहरू सबै धेरै बाठे बाठे भए, अगम दुर्गा र भगतवीरहरू छैनन् अब, डम्बरसिंह र हरिबहादुर पनि छैनन् अब। यो त वर्तमान समाजको निकै गतिलो व्यङ्ग छ नि किसनज्यू। अलिकति तपाईँ त्यो कवितामा त अब त्यो कस्तो प्रतीकै हो नि त्यो, हजुर प्रतीकै हो रहेको हो। अब उनीहरू जस्ता एउटा साहसी वीर है योद्धाहरू, दार्जिलिङको लागि लड्ने योद्धाहरू त्यति बेला थिए र पनि दार्जिलिङको लागि अब केही हुन सकेन होइन। दार्जिलिङको एउटा जुन एउटा व्यवस्थापन छ त्यो व्यवस्थापनमा एउटा केही कुराहरू आउनुपर्छ भन्ने कुरा थियो, त्यो पनि त्यति बेला समयकाल स्थिति परिस्थितिले गर्दा अब हुन सकेन। र त्यस्ता योद्धाहरू चाहिँ अब फेरि पाउन सकिएला त भन्ने एउटा आशंका छ नि त है। र त्यस्तो अब पाउन सकिँदैन पनि, किनभने समय परिवर्तन भयो नि त, धेरै ऱ्यापिड चेन्ज भएर आयो। त्यसो हुँदा अब अहिलेको राजनीतिक परिवेशलाई हेर्ने भने पनि अब राजनीतिक परिवेश त धेरै चेन्ज भएर आयो। पुरानो राजनीतिदेखि अहिलेको राजनीति त धेरै, यसको ग्राफ बनायो भनेदेखिलाई त अप एन्ड डाउन भएर धेरै तलमाथि हुन्छ क्या। त्यसले गर्दाखेरि अब त्यो समय अनुसारको एउटा त्यो स्थिति परिस्थिति हो भनेर बुझ्नु पर्यो। किसनज्यू म तपाईँको साहित्यदेखि अलिकति पर गएर तपाईँलाई अर्को प्रश्न गर्छु नि है। केही महिना अघि या 1 साल अघि एउटा पुस्तकको विमोचनमा एउटा चर्चित युवा कविले राङनाङ भेली चिन्दिन तपाईँ निकै बिच्किनु भएको थियो नि है। अलिकति त्यसमा त्यो कार्यक्रममा तिमी थिएन कि? त्यो कुरामा थिएन। त्यो कार्यक्रम भएको थियो हाम्रो यता रङ्गुलमा। हजुर रङ्गुलमा हाम्रो कवि के भन्छ प्रणय शङ्कर भाइको कविता काँसभाडाको विमोचन थियो नि। म त्यहाँसम्म चाहिँ तपाईँको त्यो नाम चाहिँ नथप्नु। त्यहाँसम्म चाहिँ थियौँ हामी है। हजुर त्यो कार्यक्रममा त्यो एउटा कार्यक्रम पनि राखेको थियो, अन्तर्क्रिया कार्यक्रम। डाक्टर कविता लामा, डाक्टर हर्कबहादुर छेत्री र मनप्रसाद सुब्बा सर है, उहाँहरूको कार्यक्रम थियो। त्यसमा दर्शक के भन्छ दीर्घमा पनि प्रश्नहरू सोधिने अथवा दर्शक दीर्घबाट पनि कसैले केही सोध्ने भन्दाखेरि चाहिँ मैले एउटा प्रश्न राखेको थिएँ। त्यो प्रश्न चाहिँ मैले कसलाई राखेको भन्दाखेरि चाहिँ मनप्रसाद सुब्बा सरलाई राखेको, किनभने उहाँले चाहिँ त्यति बेला के कुरा निकाल्नु भयो भन्दाखेरि साहित्यमा केन्द्रीयताको कुरा है, सेन्ट्रलाइजको कुरा। त्यो केन्द्रीयतालाई चाहिँ कसरी लिने भन्दाखेरि चाहिँ जस्तो पहिला चाहिँ कस्तो भन्थ्यो भन्दाखेरि हाम्रो दार्जिलिङको साहित्यिक केन्द्र चाहिँ कहाँ हो भन्दाखेरि दार्जिलिङमा, कालिम्पोङले कालिम्पोङ मान्यो। अनि त्यो दिन चाहिँ सरले के भन्नुभयो भन्दाखेरि साहित्यिक केन्द्रता अहिले त्यसरी मानिँदैन होइन, जुन ठाउँमा साहित्यिक गतिविधि हुन्छ त्यसैलाई केन्द्रीयता मानिन्छ भनेर चाहिँ उहाँले राख्नुभयो। अन्त त्यही कुरामाथि बेस गरेर मैले सोधेको नि होइन। राङभाङ भेलीलाई पनि त्यसो भयो कि हामी साहित्यिक केन्द्रीयता मान्न सक्छौँ अथवा राङभाङ भेलीलाई चाहिँ साहित्यको एउटा डिलबाट चाहिँ घसिटिएको हो त भन्ने प्रश्नमा चाहिँ त्यो प्रसङ्ग आएको। अच्छा, जुन चर्चित कविले राङभाङ भेली चिन्दिन भन्नुभयो, उहाँको अध्ययनको कमी हो कि या राङभाङ भेलीको साहित्यिक सर्जकहरूले के ठोस काम गर्न नसकेको अनुभव गर्नुहुन्छ? राङभाङ भेलीबाट ठोस काम गर्न नसकेको भन्नु त मिल्दैन, किनभनेदेखिलाई यो क्षेत्रबाट त धेरै साहित्यिक कृतिहरू लेखियो। र अर्को कुरो भारतीय नेपाली साहित्यको निर्मिरियता राङभाङ भेलीबाटै सुरु भएको छ, यो त अकाट्य छ होइन, त्यो इतिहास साक्षी छ। त्यसले गर्दाखेरि अब राङभाङ भेली का सर्जकहरू कृति चाहिँ त्यस्तो फ्यातुलो छ भन्नु पनि नमिल्ला। हुनसक्छ अब जसले त्यो कुरा त्यहाँ उठान गरे उसलाई अब राङभाङ भेलीको विषयमा जानकारी छैन अथवा उनले राङभाङ भेलीको कृतिहरू पढेका छैनन्, अध्ययनको कमी छ। एक पक्षबाट त हामी त्यो सोझै भन्न सक्छौँ होइन। अथवा राङभाङ भेली भन्ने ठाउँलाई उनले एउटा
के भन्छ अफिसियल्ली त्यो नाम नसुनेको पनि हुनसक्छ, त्यो पनि हुनसक्छ। तर अब अहिलेको समयमा त्यस्तो त हुँदैन नि। राङभाङ भेलीमा हजारौँ किताब निक्लिसक्यो, हजारौँ विमोचन भइसक्यो, त्यो लाइभ टेलिकास्टहरू हुन्छ होइन, उसले त हेर्छ नि त। राङभाङ भेलीलाई चिन्दिन भनेको त मदन ओझालाई चिन्दिन भन्नु हो, अर्जुन प्रधानलाई चिन्दिन भन्नु हो, टिके श्रेष्ठलाई चिन्दिन भन्नु हो, सञ्जय बान्तवालाई चिन्दिन भन्नु हो, भन्नु हो, डाक्टर सुमन बान्तवालाई चिन्दिन भन्नु हो, डाक्टर शुक्राचार्यले चिन्दिन भन्नु हो, डाक्टर कृष्णनाथ घतानीलाई चिन्दिन भन्नु हो। थुप्रै छ त अन्त, धेरै छन् नि यहाँ त विद्वान व्यक्तिहरू भएको ठाउँ हो होइन। अन्त राङभाङ भेलीलाई चिन्दिन भन्नु त उसको अध्ययनको सीमा घेरादेखि उसको कमी कमजोरी हो नि, त्यसरी बुझ्नु पर्यो हामीले, त्यसरी बुझ्नुपर्छ। अच्छा, अबको साहित्य लेखनमा साहित्य कुन मोडतिर ढल्किरहेको छ त? अबको सर्जकहरूले के चाहिँ हेरेर लेख्नुपर्ने हुन्छ? अब यो अलिक गकिलो प्रश्न है। कस्तो भयो भन्दाखेरि साहित्यमा पनि एकदमै ऱ्यापिड चेन्ज आयो नि त। जस्तो कविता लेखनमा चेन्ज आयो, पहिला जुन प्रकारले कविता लेखिन्थ्यो अहिले त्यसरी लेखिँदैन है। कवितामा त्यस्तो चेन्ज आयो, यता आख्यानमा पनि त्यस्तो आयो, समालोचनामा पनि त्यस्तै आयो। सबै विविध कृतिहरूमा लेखन कलामा वैभिन्नता आयो। अबको लेखनमा चाहिँ के हो भन्दाखेरि हामीले चाहिँ के गर्ने भन्दाखेरि हामीले हाम्रो कुराहरू नै लेख्नुपर्छ, हाम्रो गाउँठाउँको कुरा नै लेख्नु, एकदम रैथाने कुरा लेख्नुपर्छ। किनभनेदेखिलाई यो टिपिकल कुराहरू नै लेख्नु पर्यो नि त। हाम्रो संस्कार संस्कृति, हाम्रो संस्कृति कुराहरू लोप भएर गयो, हाम्रो संस्कृतिको कुराहरू लेखेर त्यसलाई प्रकाश पार्नु पर्यो। जस्तो हामी देख्छौँ नि पश्चिममा विदेशी साहित्यमा, अब अमेरिकन लिटरेचरहरू हामीले हेऱ्यौँ भने, जर्मनको रसियन लिटरेचर हेऱ्यौँ भने त्यहाँको हामी टिपिकल कुराहरू पढ्नु पाउँछौँ, त्यहाँको कल्चरमाथि हामी पढ्नु पाउँछौँ। भनेपछि उनीहरूले विश्व साहित्यमा आफ्नो कल्चरलाई चाहिँ चिनाउनु चाहन्छ नि त। भनेदेखिलाई अब हामीले चाहिँ हाम्रो कल्चरलाई किन नदेखाउने, हाम्रो संस्कृतिलाई किन नदेखाउने, हामीले हाम्रो कुरालाई किन नलेख्ने, चियाबारीमाथि किन नलेख्ने, प्रशस्तै लेखिनुपर्छ। यो विषयवस्तुमाथि नै अबको लेख्ने साहित्य साधकहरूले, सर्जकहरू चाहिँ लेख्नुपर्छ होला भन्ने चाहिँ मलाई लागेको छ। अच्छा किसनज्यू, तपाईँ आफूलाई के भन्न रुचाउनुहुन्छ? कवि किसन प्रधान या समालोचक किसन प्रधान? होइन, त्यस्तो त केही आफूलाई त्यस्तो त सोचेको छुइनँ है। कविता पनि अब रहरमा कविता लेख्दै त्यसरी केही कृतिहरू निकालियो। अब राम्रो कविता लेख्न सकियो सकेन त्यो पनि अहिलेसम्म आफूलाई जजमेन्ट गर्न सकिरहेको छुइनँ है। तर कहीँ कतै केही कुराहरू चाहिँ गरियो, केही काम गरियो साहित्यमा भन्नेमा चाहिँ सन्तुष्टि छ है। अर्को कुरो, अब कवि र समालोचना पनि अब आफूलाई मन परेको विधा हुँदाखेरि समालोचनातिर लाग्यो होइन। त्यसो हुँदाखेरि म आफैलाई म कवि अथवा म समालोचक भन्नु त तपाईँ नभए म पनि हुनु जस्तो हो नि त। अहिले त कस्तो रहेछ भने मलाई एकजना वरिष्ठ कविले भन्नुहुँदै थियो के भन्नुभयो भने पहिला चाहिँ कविजम थियो, अहिले चाहिँ लविजम भएको छ र कहिले कहिले आफ्नै कुरा पनि आफै पढ्नु हुँदो रहेछ। किन अहिले यो तपाईँको सामाजिक जनताले त आफैलाई पनि हाइलाइट गर्दैछ नि त, होइन? प्रोपोगेन्डा हो, प्रोपोगेन्डा गर्छ नि त, गर्छ नि त, गर्छ है। हामी चाहिँ त्यो प्रोपोगेन्डादेखि टाढो बस्ने मान्छे भएर त्यसले गर्दाखेरि पनि हो हामीलाई अलिकति अनकम्फर्ट फिल गर्छौँ है। अब एक समय कस्तो हो भन्दाखेरि अलिकति कुरा होइन, त्यो अङ्ग्रेज साहित्यको एकजना नाटककार जर्ज बर्नार्ड श भन्ने, त्यो मान्छेले उसको 1800 शताब्दीको कुरा हो, 1800 शताब्दीमा उनले धेरै नाटकहरू लेखे। उसको नाटकको किताब एउटै बिक्री हुन्थेन, एउटै बिक्री नहुने, किताब दोकानमा झुन्डाए बिक्री नहुने, कहीँ बिक्री नहुने। पछिबाट साहित्यमा प्रोपोगेन्डा आयो नि त। प्रोपोगेन्डा गर्नुपर्छ भन्दाखेरि चाहिँ जर्ज बर्नार्ड शले के गरेछ भन्दाखेरि उनीहरूको 5 जनाको एउटा टिम बनाएछ क्या। टिम बनाएर चाहिँ त्यहाँदेखि जर्ज बर्नार्ड शको किताब चाहिँ किताब दोकानमा राखेर त्यो 5 जनाले सोध्दै किन्दै जर्ज बर्नार्ड शको किताब छ गएर किन्यो, अर्को पनि गयो उसकै घुलको जर्ज बर्नार्ड शको यो ड्रामा छ दोकाने छक्कै पऱ्यो। अरे जर्ज बर्नार्ड शको किताब यति धेरै खोजी हुन थाल्यो, के छ यस चिजमा भन्दाखेरि त्यसो हुँदाखेरि आम पाठकहरूले पनि त्यो किताब खोज्दै जाँदाखेरि यति धेरै कपिज बिक्री भयो, यति धेरै पछिबाट त्यसको दोस्रो संस्करण निक्ल्यो र पछिबाट जर्ज बर्नार्ड श चाहिँ विश्व साहित्यको एकजना राम्रो नाटककार भनेर एकदम चिनिन्छ। प्रोपोगेन्डा त गर्नै पर्ने छ, गर्नै पर्ने। अहिले त प्रोपोगेन्डा जमाना पनि छ नि।
है। गर्नुपर्छ। अच्छा, किशन प्रधानज्यूको आजसम्म लगभग 1 दर्जन जति कृतिहरू प्रकाशित भइसकेका छन्। उनी चुपचाप लागेर बस्ने मान्छे पक्कै होइन। साहित्यमा केही गर्नुपर्छ, हामी चुपचाप बस्दाखेरि नि हामीलाई खै गरिरहने मान्छे, कहिले रिसाउने, कहिले मिठो फकारा भन्ने, गाली पनि गर्नुहुन्छ किशनज्यू। यी तपाईँको 11वटा कृतिमा देवकोटाले भनेको थियो नि, तपाईँको कुन चाहिँ कृति प्यारो छ भन्दाखेरि सबै कृति जलाइदिए पनि मुना मदन नजलाइदिनु भनेको थियो नि। त्यो 11वटा कृतिमा तपाईँ सबभन्दा माया चाहिँ कुन चाहिँ किताबको गर्नुहुन्छ? मलाई सबै किताब तपाईँको आफ्नो माया लाग्छ, तर ती मध्येमा किताब त अब आफूले जन्माएको सिर्जना है, सबै नै मनपर्ने नै हुन्छ होइन। मुक्तक सङ्ग्रह तर देवकोटाको मुना मदन जस्तै संस्मरण पनि मनपर्छ, सरोजना पनि मनपर्छ है। मलाई प्रिय लागेको किताब चाहिँ मेरो कविता सङ्ग्रह निकुञ्ज ध्वनि। त्यो कविता सङ्ग्रह चाहिँ म आफैलाई सेल्फ सेटिस्फ्याक्सन क्या, आत्मसन्तुष्टि र अलिक मनपर्छ अहिलेसम्म। किन त्यसको कारण चाहिँ? त्यो कविताहरू चाहिँ मैले कस्तो खाले कविता भन्दाखेरि जीवनको विषयमै लेखेको छु है, जिन्दगीको विषयमा छ त्यो कविताहरू। र जीवनलाई कसरी हेर्ने भन्ने कुरामा चाहिँ अलिकति घोत्लिएर गहिरिएर निकै गहन मनन चिन्तन गरेर चाहिँ जिन्दगी कविताहरू लेख्दाखेरि चाहिँ एक प्रकारको आफूमा सन्तुष्टि आयो, आत्मसन्तुष्टि। त्यसो हुँदाखेरि चाहिँ मलाई त्यो निकुञ्ज ध्वनि चाहिँ अलिक मनपर्छ। हामी जतैबाट गए पनि जताबाट बगे पनि आखिर टुङ्गिरी त जिन्दगीमा नै हुन्छ। र जिन्दगी कविता त्यसै मिठो हुन्छ नि। अच्छा, किशन प्रधान कविको रूपमा कति रोमान्टिक छ त? कविता धेरै रोमान्टिक पनि देखियो नि त। रोमान्टिक कविताहरू पनि छ है। त्यो चाहिँ अब पाठकहरूले पढेर नै थाहा हुन्छ रोमान्टिक छ छैन है। मैले रोमान्टिक भएर लेखेको कविताहरू हो कि होइन म आफैलाई त्यो थाहा छैन। कतिवटा कविताहरू त्यसरी पनि लेखिएको छ। जस्तै मैले यो के भन्छ जुन किरीको उज्यालो र पाइतला गीत भन्नेमा त्यो केही कविताहरू अलिक रोमान्टिक कविताहरू पनि हालेको छु। म ती देखेर नि तपाईँलाई प्रश्न गरेको। एउटा छ त्यहाँ युफोरिया भन्ने कविता छ है। त्यो कविता मलाई खुब मन परेको कविता पनि हो। ल्युम देरेवा भन्ने एउटा कविता छ, त्यो पनि मलाई खुब मन परेको हो है। त्यो उता उसको रसियाको है। त्यो त्यस्तो कतिवटा कविताहरू चाहिँ छ त्यो भित्र। अनि मलाई कहिलेकाहीँ त्यस्तो रोमान्टिक कविताहरू पनि लेख्नु मनपर्छ क्या। र हामी सानसाना थियौँ, कवितामा बामी सर्दै थियौँ र कविता के हो, कविता कसरी लेख्नुपर्ने बुझ्थ्यौँ। किशन प्रधान दाईको घरमा जाने गर्थ्यौँ र दाईको कोठामा किताबहरूको थाकमा टाँडको बिचमा चाहिँ गिटार राखेको हुन्थ्यो। अनि किशन प्रधान गिटार पनि बजाउनुहुन्छ? अलिअलि बजाउँछु, बजाइयो त्यति बेला है। दशकतिर त धेरै गीतहरू पनि लेखियो नि त। गीतहरू लेखियो। हाम्रो दिपक भाइ थियो नि होइन, उनले धेरै मेरो गीतहरू कम्पोज गरेर आकाशवाणी खरसाङमा धेरै प्रोग्रामहरू हामीले गऱ्यौँ नि। महिनामा 2-3 पल्ट त हामी आकाशवाणी नै पुग्थ्यौँ। रुद्रमणि भाइ आउँथ्यो, तिमी आउँथ्यौँ है, सुकराज भाइ आउँथे। यसरी हामीले एउटा साङ्गीतिक माहौल पनि तयार पार्यौँ। कहिलेकाहीँ यसो गीत गुनगुनाउने, गिटार बजाउने, गीतहरू यसो अरूको गीतहरू पनि गाउने, आफ्नै गीत पनि यसो कम्पोज गरौँ भन्ने एउटा रहर कोसिस पनि थियो। अच्छा किशन दाई, तपाईँलाई एउटा प्रश्न, एकदम व्यक्तिगत प्रश्न, सायद त्यो प्रश्न मैले सक्नु मिल्छ मिल्दैन। जब हामी साहित्य सिर्जना गरिरहेका थियौँ सुरुमा हामी अग्रजहरूलाई धेरै सम्मान गर्थ्यौँ नि। तर आज आएर हाम्रो कतिपय युथहरूले आफ्नो सिनियरहरूलाई, आफ्नो अग्रजहरूलाई त्यति महत्त्व नदिएको जस्तो अनुभव लाग्छ। यो फरक छ कि कतै? पक्कै पक्कै हो। हामीले जुन प्रकारले हाम्रा गुरुहरूलाई है, हरेक क्षेत्रको गुरु, अब साहित्यको पनि गुरु है, साहित्य गुरुहरूलाई हामीले जुन प्रकारले एउटा श्रद्धा गर्छौँ, गरिरहेछौँ नि, अहिलेसम्म पनि गर्छौँ, मान्छौँ। उहाँहरूले भन्नुभएको कुराहरूलाई हामीले सिरोपर गरेर है, उहाँहरूको निर्देशन, उहाँहरूको दिग्दर्शनलाई हामीले साहित्यमा त्यो बाटोमा लाग्ने राम्रा कुराहरू हामीले आजसम्म लिइराखेका छौँ, मान्छौँ पनि। अब अहिलेको नयाँ जेनेरेसनले चाहिँ त्यसरी फलोअप गर्नु सक्दैन, सकेन पनि। किन भन्दाखेरि अब अहिले समयको परिवर्तन कस्तो भयो भने मैले अघि भने नि, फेसबुकमा कविताहरू लेखेर अपलोड गरिन्छ होइन। त्यसमा कति कविताहरूको त वाहवाहरू धेरै अब
कमेन्टहरू धेरै हुन्छ। हजुर त्यसो हुँदाखेरि कवि त अब आज लेखेको एउटा कविताबाटै कवि भएर जन्मिहाल्छ हजुर भनेपछि उसकोमा एउटा अहम पनि आउँछ नि त, म त कवि भइसकेँ हजुर होइन, राम्रो कवि भइसक्यो, मेरो यत्रो कमेन्ट आउँछ, 100वटा कमेन्ट आउँछ। हजुर त्यो हिसाबले पनि हुनसक्छ अब आफ्ना सिनियरहरूलाई उनीहरूले नगण्य मानेका पनि हुनसक्छन्, हजुर अथवा नजिकबाट नचिनेर पनि नगण्य मानेका हुन सक्छन् है, अथवा समयअनुसार अब त्यो परिवर्तन भएर त्यसरी नगनेको पनि हुनसक्छ, त्यस्तो लाग्छ। एकजना साहित्यिक सर्जक हुनुहुन्छ, उहाँले मलाई फोन गरेर भन्नुहुँदै थियो हामीले त हाम्रो क्षेत्रबाट सम्मान नै पाएन, के साहित्यको सम्मान चाँडै हुन्छ र? अब साहित्यको सम्मान त आजको भोलि नै त कसरी होला र है, सम्भव छैन, किनभनेदेखिलाई सम्मान गर्न योग्य कामहरू गर्नु पर्यो नि त होइन। साहित्यको धेरै काम गर्नु पर्यो नि, अब एउटा किताब निकाल्दैमा आज निकाल्यो भोलि नै ऊ पुरस्कृत हुनु भनेको त त्यो त अब के भन्नु त्यसलाई त है, त्यो त मान्यता साह्रै सर्वमान्य हुँदैन। हुनु त त्यस्तो हुन्छ। अब लास्ट इयर हिजोअस्ति एउटा के किताब निक्ल्यो नि हाम्रो पल्लवीको होइन, त्यो लाठी भन्ने किताब निक्लिनु बित्तिकै मार्केटमा आइपुगेकै छैन, त्यसले पुरस्कार पायो। अब त्यसलाई हामीले के भन्ने, अब त्यो कविको त्यो कृतिको सौभाग्य पनि मान्नु पर्यो एक पक्षबाट, भाग्यमानी कवि मान्नु पर्यो, कृति निक्लिनु बित्तिकै पुरस्कृत भयो होइन। अर्को अब दुर्भाग्य हो, हामीले त्यो किताब अहिलेसम्म पाएकै छैनौँ, साधारण पाठकले त भेटेकै छैन, त्यो किताब पढेकै छैन होइन। त्यस्तो पनि छ अब अहिले, त्यसले गर्दाखेरि अब अहिले त केही भनिहाल्न नि मिल्दैन क्या। अच्छा, तपाईँ धेरै अग्रज, तपाईँको साहित्यिक यात्रा 40 वर्ष पुगिसकेको छ भनेपछि धेरै अनुभवी व्यक्ति हुनुहुन्छ। अहिले साहित्यमा कति चाहिँ लभिजम चलिरहेको छ त? साहित्यमा अब लबी त के अब चलिराखेकै छ अहिले पनि, यसो हेर्दाखेरि त ग्रुपिजम बेसी भयो, लबिजम भन्दा पनि लबिजम त अब लबी भित्र चल्छ, कति कुरा त अब थाहा पनि हुँदैन नि हामीलाई होइन, लबी चलाएको कुरा किनभने अहिलेको पुरस्कार सब लबिजममै चल्दैछ भन्छ नि त। लबिजममै चल्छ भन्छ, अनि त्यसरी पाइराखेका पनि छन् कतिवटा चाहिँ, कतिवटा त सही पनि छ, कतिवटा चाहिँ त्यसरी पनि भइरहेछ है। अर्को चाहिँ सबभन्दा ठुलो कुरो चाहिँ ग्रुपिजम भयो साहित्यमा है, जो ग्रुप भयो, अन्त त्यो ग्रुपले आफ्नै ग्रुपलाई मात्रै मान्ने, अर्को ग्रुप नमान्ने, अर्को ग्रुपले आफ्नै ग्रुपलाई मात्रै मान्ने, अर्कोलाई नमान्ने, यो चाहिँ दार्जिलिङमा यो साहित्यिक गुटबन्दी क्या, गुटबन्दी चाहिँ साह्रो बेसी चलिरहेछ। भने साहित्यिक गुटबन्दी र राजनीतिक गुन्डागर्दी एउटै भयो, एकै अघि नै भने तिन दर्शक र हामीले कि साहित्य र राजनीति एउटै सिक्काको दुईवटा पाटा हुन्। किसनजी, धेरै तपाईँसँग जान्ने इच्छाहरू हुँदाहुँदै तपाईँसँग धेरै समय लिए मैले दिनुभयो। साहित्यिकतिर चर्चा तपाईँसँग मैले गरिनँ, किनभने आज यो चिया गफ हो तपाईँसँगको, र रेला ठट्टामा पनि तपाईँबाट धेरै कुराहरू जान्ने बुझ्ने मौका पायौँ। अबको साहित्य लेखन कस्तो हुनुपर्छ र साहित्यिक सर्जकहरूको आफ्नो धैर्यता, आफ्नो लगनशीलता कस्तो हुनुपर्छ, त्यति यो बारेमा तपाईँले यसमा चाहिँ कस्तो आउने पिँढीलाई, अब यसमा चाहिँ कस्तो छ भने, कोही मौन साहित्य साधकहरू पनि छन् होइन, चुपचाप खालि काम मात्रै गर्छन्, हल्ला गर्दैन, त्यसरी गर्ने साहित्यकारहरू पनि साहित्य साधकहरू पनि छन्। कोही धेरै हल्ला गर्छन्, काम त्यस्तो खास केही गरेका हुँदैनन्, त्यस्ताहरू पनि छन्। त्यसले गर्दाखेरि अबको लेखनलाई अब गम्भीर रूपले लिनु पर्यो। पहिलो कुरा त गम्भीर रूपले लिएर अलिकति धेरै समय लगाएर है, राम्रा कुराहरूलाई मात्रै राखेर, राम्रा कुराहरू विषयवस्तुलाई मात्रै टिपेर चाहिँ अबको कृति सिर्जना भयो भने पाठकको पनि त्यही एउटा एक्सपेक्टेसन छ कि उनीबाट अब यो कृति यहाँसम्म त हामीले हेऱ्यौँ, अब आउने कृति चाहिँ योभन्दा चाहिँ बेटर होस्, राम्रो होस् भन्ने एउटा एक्सपेक्टेसन लिएको हुन्छ नि त पाठकले। त्यसले गर्दाखेरि अब लेख्नेहरूले धेरै सोची सम्झी अध्ययन मनन चिन्तन गरेर राम्रो कुराहरू चाहिँ प्रेजेन्टेसन गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। अच्छा किसनजी, जब हाम्रो क्षेत्रका अति नै आदरणीय वरिष्ठ, म उहाँलाई वरिष्ठ पनि भन्दिनँ थिएँ, उहाँलाई मैले फिलोसफर भनेर नाम दिएको थिएँ, श्रीमान अर्जुन प्रधानज्यू, उहाँ बितेपछि मैले पत्रकारहरूलाई भनेको थिएँ हामी राङनाङ भिडीहरूका साहित्यकारहरू साहित्यिक टुरो भयौँ भनेर। यो कुरा कति तपाईँ मान्नुहुन्छ? एकदमै यो तिमीले ठाउँ कहाँनिर भनेका थियौ है, मैले त्यो हेरेँ, त्यो भिडियो क्लिप हेरेँ, त्यो चाहिँ पक्कै हो। त्यो एउटा
शून्य क्या हजुर एउटा भ्याकुम क्रिएट भएको जस्तो भइरहेछ अहिले हजुर हजुर उहाँ पछि उहाँ हुन्जेल उहाँले जुन प्रकारको गाइडेन्स गर्नुभयो है हजुर हामी सबैलाई हजुर त्यो हिसाबले हामीले काम पनि गऱ्यौँ अनि उहाँबाट जुन प्रकारको कुराहरू कृतिहरू आउँथे त्यसले त एउटा राङभाङ भेली सिङ्गो राङभाङ भेलीलाई नै उहाँले प्रतिनिधित्व गरेर बस्नु भएको थियो नि त होइन उहाँ एक्लै नै राङभाङ भेली भन्दा पनि मनज्ञ थियो यसमा दुई मत हुने कुरा आउँदैन तर जब उहाँ बितेर जानुभयो त्यसपछि त एउटा भ्याकुम क्रिएट भइरहेछ शून्य क्रिएट भइरहेछ त्यो चाहिँ पक्कै हो हाम्रो राङभाङ भेलीबाट यति वरिष्ठ यति राम्रा राम्रा सर्जकहरू हुँदा हुँदै पनि एकाडेमीको आँखा चाहिँ यहाँसम्म किन पुगेन होला किसिमको यो चाहिँ गम्भीर प्रश्न छ अब यो त्यही अघिकै कुरा आयो अब लबिजमकै कुरा आयो लबीको आयो अब अर्जुन प्रधानले अकादमी पाउनु पर्ने हो हामीले धेरै समयदेखि उहाँमाथि ठुलो आशा गरेका हौँ अनि उहाँको कृतिहरू अकादमी पुरस्कार पाउने योग्य कृतिहरू छ नि त अन्य पनि छ नि धेरैवटा छ नि अनि धेरैवटा जुरी मेम्बरमा पुग्यो भन्ने पनि हामीले सुनेका हौँ अनि त्यो कृतिले पाउनुपर्छ भन्ने जुरीहरूमाथि वाद विवाद भयो भन्नेसम्म पनि सुन्यौँ तर उहाँको जीवनकालसम्ममा त उहाँले त्यो पाउनु भएन मरणोपरान्त त उहाँलाई सहायता दिने कुरा नै भएन है त्यसो हुँदाखेरि अब यो लबी चलेकै हो त्यसो हुँदाखेरि आजसम्म राङभाङ भेलीमा एकाडेमी पुरस्कार आउनै सकेन अब आँखै परेन अब यो अब पायो भनेदेखि त लबी लगायो भन्ने कुरा नै हुन्छ अब पक्कै हुन्छ अच्छा राङभाङ भेलीको साहित्यिक इतिहास केलाउनु भने भारतको नेपाली साहित्यको थालनी नै नागरीबाट भएको हो त्यो भनिएको छ एउटा इतिहासै हामीसँग प्रमाण छ यति हुँदा हुँदै पनि राङभाङ भेलीका सर्जकहरूको निम्ति जो बितेर गए हामीले उहाँहरूको नाममा एउटा जन्मदिवस पनि पालन गर्दैनौँ नि यो कतिसम्म न्यायसङ्गत होला त्यो पनि एउटा अलिकति है विचाराधीन कुरा छ त्यो हामीले गर्नुपर्ने हो अब त्यो हामीले गर्न सकिरहेका छौँ सकेका छैनौँ है त्यो पनि अब हाम्रो कमी कमजोरी नै हो भन्नु पर्ला किनभनेदेखिलाई हाम्रा गुरुहरूको त हामीले गर्नुपर्ने चाहिँ हो त्यो अब हामीले त्यो गर्नु सकिरहेका छैनौँ है अब आउने जेनेरेसन झन् के गर्ला र चिन्दैन पनि त्यसो हुँदाखेरि अब त्यो चाहिँ पक्कै गर्नुपर्ने हो आउने दिनमा हामी हेरौँ सरसल्लाह गरौँ होइन त्यो सम्भव भयो भने हामीले त्यो गर्न अब इच्छा गऱ्यौँ भने त हामीले त्यो गर्न सकिहाल्छौँ अच्छा किसिमजी दार्जिलिङमा एउटा साहित्यिक संस्था बनेको छ दार्जिलिङ साहित्य एकाडेमी दार्जिलिङ साहित्य एकाडेमीमा निर्माण हुँदाखेरि पनि राङभाङ भेलीको एउटै सर्जकलाई पनि प्रतिनिधि रूपमा चयन गरिएन यो हाम्रो दुर्भाग्य हो कि उहाँ दार्जिलिङको सत्तारूढ पार्टीले पनि हामीलाई भिक्टिमाइजै गरेको जस्तो लाग्छ यो नि दुर्भाग्य हो किनभनेदेखिलाई पहिला पनि थिएन अहिले पनि बनियो है अहिले पनि अब हाम्रो भेगबाट एकैजना पनि प्रतिनिधि छैन अब यो एक पक्षबाट हेर्ने हो भने त हाम्रो भेगलाई भिक्टिमाइज गरेकै बुझिन्छ है त्यसो हो भने त हामी सबै अब दुर्भाग्य नै हाम्रो दुर्भाग्य हो भनेर हामीले बुझ्नु पर्यो होइन त्यो सँगसँगै हामी पनि बुझ्नु पनि यस क्षेत्रका वरिष्ठ राजनीतिज्ञहरूले आफ्नै क्षेत्रलाई पनि यति ध्यान नदिएको जस्तो लाग्यो नि जनप्रतिनिधिले त अब ध्यान दिनुपर्ने क्षेत्रमा पनि छ भनेर चाहिँ उहाँले त राख्नुपर्ने हो नि त कुरा चाहिँ राख्नुपर्ने हो त्यो चाहिँ अब उहाँहरूले त्यो ठाउँमा राख्नु भएन कि अब के त्यो कुरा प्रसङ्ग नै आएन कि अथवा उहाँहरूको उपस्थिति थिएन है जहाँसम्म मलाई लाग्छ त्यो त उपस्थिति त थियो भन्ने हामीले सुनेको होइन र पनि हाम्रो ठाउँबाट कसैलाई पनि प्रतिनिधि नराख्नु यो हाम्रो क्षेत्रको लागि दुर्भाग्य कुरा हो ल त दर्शकहरू मिठो कुराकानी गर्दा गर्दै यो कुराकानी नटुङ्गोस् अझै बढेर जाओस् भन्ने आशा राख्दै राख्दै पनि समयलाई पनि हामीले ध्यान दिनुपर्ने हुन्छ र किसनज्यूलाई आगामी कृतिहरूको लागि पनि अगुवाई शुभकामना तपाईँबाट अझै धेरै आशा गरेका छौँ अनि अर्जुन प्रधान सरले जुन एउटा जग्गा रिक्त स्थान राखिदिनु भएको छ र मैले अगाडिबाटै हो त्यो स्थानमा किसन दाजु तपाईँ आउनुपर्छ है हामीले आशा गरेको विश्वास गरेको भरोसा गरेको व्यक्तित्व हुनुहुन्छ सँगसँगै किसन प्रधान एकजना शिक्षक पनि हुनुहुन्छ र एक शिक्षक हुनुको नाताले यो अन्तिम प्रश्न हो मेरो एक शिक्षक हुनुको नाताले दार्जिलिङको शैक्षिक क्षेत्र जुन पहिलाको गरिमा थियो नि
कता लड्किँदैछ त? अब शिक्षा व्यवस्था त कस्तो भयो भन्दाखेरि सबैले भन्छ है, शिक्षा व्यवस्था लथालिङमा भयो, भत्तापुङमा भयो भन्छ होइन। हजुर अब एज अ टिचर अब हामीले हाम्रो रोल त के कस्तो हो भन्दाखेरि हामीले गर्नुपर्ने हाम्रो कर्तव्य त पालन गरिराखेका छौँ है। हजुर अब त्यसलाई ड्युटी पुरा गर्ने मात्रै होइन, हजुर त्यसदेखि बाहेक अतिरिक्त हामीले विद्यार्थीहरूको सर्वाङ्गीन अलराउन्ड डेभलपमेन्टको लागि के गर्नुपर्छ भन्ने माथि पनि हामी चिन्तित छौँ। हजुर चिन्तित भएर कति कामहरू त हामी गरिराखेका पनि छौँ। हजुर तर पनि अब यो सबै विद्यालयहरूमा सम्भव छैन, भएको छैन है। सरकारी विद्यालयहरूमा त्यस्तो कतिवटा स्कुलहरूमा त्यो प्रकारको एउटा नेग्लिजेन्स पनि छ, देखिराखेका छौँ नि त होइन। त्यसले गर्दाखेरि एज अ होल हेर्ने हो भने दार्जिलिङको सरकारी तहमा रहेको विद्यालयहरूको स्थिति त अलिकति नाजुकै छ जस्तो पनि देखिन्छ है। कति ठाउँ राम्रो पनि छ, कति ठाउँ नराम्रो पनि छ। तर अब यो के हो भन्दाखेरि अब यो त एडमिनिस्ट्रेसनमा आयो नि त कुरा, एडमिनिस्ट्रेसनमा कुरा आयो। त्यसो हुँदाखेरि दार्जिलिङमा त अहिले हाम्रो जिटिए छ, जिटिएको शिक्षा विभाग छ होइन, एजुकेसन डिपार्टमेन्ट छ। अब शिक्षा विभागको दायित्व भन्छ नि त दार्जिलिङको शिक्षालाई, शिक्षा व्यवस्थालाई चाहिँ कसरी परिमार्जित गर्ने, एउटा सिस्टममा राख्ने भन्ने कुरा त शिक्षा विभागले गर्नु पऱ्यो नि त होइन। उहाँहरूले जुन प्रकारको एउटा क्राइटेरिया बनाउँछ, नियमहरू बनाउँछ, त्यसलाई सम्पूर्ण पहाडमा भएका सरकारी तौरका स्कुलहरूलाई त्यो लागू गर्यो भनेदेखिलाई त एउटै मोटिभमा चल्छ नि होइन। त्यो हुन्छ, त्यो चाहिँ मलाई चाहिँ त्यस्तो लाग्छ। र दर्शकहरू, हजुरहरूलाई अगावै मैले बताइसकेको छु, किशन प्रधान एकजना अब्बल दर्जाका समालोचक पनि हुनुहुन्छ र आगामी यो च्या गफमा अघिल्लो कार्यक्रमतिर कुनै एउटा कार्यक्रममा राङ्गाङभेलीकै कुनै एउटा कृतिमाथि उहाँलाई डिस्कस गर्न जरुर नै बोलाइन्छ र फेरि भेट्ने आशाहरू राख्दै अहिलेलाई हामी बिदा लिन्छौँ। नमस्कार। नमस्कार। ल,